मिडियाहरूको क्लिपहरू मैले देखिरहेको थिएँ र यहाँहरूले पनि देखिराख्नु भएको छ कि एउटा विदेशी दलाल जो चाहिँ भित्रभित्र लुकेर हैन खेल खेल्छ, डरलाग्दो खेल खेल्छ, जेनजीलाई हैन उक्साएर आन्दोलनमा लड्न भिड्न पठाउँछ। जब 70-80 जना मान्छे हैन मान्छे चाहिँ तपाईको हात हुन्छन्, सयौं मान्छेहरू घाइते हुन्छन् र जेनजीले चाहिँ तपाईको गरेको आन्दोलनको उत्कर्षमा पुग्दाखेरि देश जलेर खरानी हुन्छ। त्यो खरानी भएको देश ठुलो भित्र बसेर हेरिरहन्छ, मुसुमुसु हाँस्दै हेरिरहन्छ, जसले बाहिर आउँदैन। यतिखेर सरकार सलाइदिनु पर्यो भनेर उसलाई जेनजीले जब बोलाउँछ त्यतिखेर आउने साहस गर्दैन, तर भित्र बसेर विदेशी शक्तिको सेटिङमा फल्ना यस्तो भनेर एउटा आफ्नै माथाको सरकार बनाउँछ। जेनजीको आन्दोलनको मागहरू कुनै पनि सम्बोधन जसले गर्दैन हैन, एक थान चुनावको हैन कुरा बाहेक अर्थ केही पनि गर्दैन। त्यसले गर्दाखेरि जेनजीले मागेका मागहरू पूरा नभएर अझै पनि जेनजीले गरिरहेको आन्दोलनमाथि फेरि उसैको सरकारले अनि धरपकड गर्छ। त्यस्तो खालको व्यक्ति को होला र त्यो व्यक्ति फेरि चुनावमा आउने भन्ने कुरा पनि म सुन्छु घरिघरि। यता के रे उता सहकारी केस केमा तानिएका मान्छेहरू कता एमसीसीमा तयारी गर्ने मान्छेहरूसँग मिलेर एउटा सत्ता को लागि, कुर्सीको लागि हैन र यो देशलाई लिलाम गर्नका लागि हैन विदेशी अब हालिमुहाली त प्रत्यक्ष नै हामीलाई महसुस भइसकेको छ। त्यसलाई चाहिँ अब संस्थागत गर्नका लागि एउटा मान्छे लुकेर बस्ने मान्छे हैन भनेर गेस गर्नुभयो को हो त्यो मान्छेलाई प्रत्येक नेपालीले प्रश्न सोध्नुपर्छ हैन। प्रत्येक गाउँडामा प्रश्न सोध्नुपर्छ कि जेनजीलाई किन उक्साको, जेनजीलाई उक्साइसकेपछि सिंहदरबार किन जलाको, सिंहदरबार जलिसकेपछि त्यत्रो मान्छे मरिसकेपछि हैन त्यसको तपाईको चाहिँ नि त्यो जेनजीको अन्त्येष्टिसम्म पनि ननिस्केर त्यो अराजकता त्यो तपाईको गतिविधिलाई ठुलो बसेर किन मुसुमुसु हाँस्दै हेरिराखेको हो है। र विदेशी चलखेल यो देशमा किन यसरी ल्याएको र देशलाई खरानी बनाएर खरानीको व्यापार गर्न किन चाहेको भनेर प्रश्नहरू सोध्नु होला। म सबै सचेत नेपाली, स्वाभिमानी नेपाली, देशभक्त नेपालीलाई यो अनुरोध गर्न चाहन्छु।